फेरि पनि स्वागत छ हैन मेरो यो भ्लगमा हजुरहरुलाई। आज म बिहान बिहान गराउनु गइरहेको छु। म अहिले बाटो चाहिँ हिँडिरहेको छु हैन, त्यही भएर बनाइरहेको छु। मैले हिजो अस्ति हालेको भिडियो पनि थियो, आज कसैको लाइक र सब्स्क्राइब पनि लाइकहरु कमेन्टहरु पनि देखिरहेको छु हैन। युट्युबतिर पनि सब्स्क्राइब त खास देखिआएन, त्यही छ हजुरको माया त होला। आज दसैँ लागिरहेछ, काठमाडौँमा खास मान्छे पनि छैन, चहलपहल पनि छैन हेर्नु हैन। म हाइवेतिर जाँदैछु। हाम्रो खास पेप्सीकोला सनराइज चोक भन्ने लोकेसन हो। सनराइज चोकको ठ्याक्कै टर्निङमै हाम्रो आयुर्वेद छ, मेडिकल हेर्नु न, कोही पनि छैन बाटोमा, पुरा सुनसान छ, सबजना घर गइसकेको छ हैन। फेरि एउटा नयाँ न्युज सुनेको थिएँ, म खास आयुर्वेद पढ्दै पनि छु, फर्स्ट इयर यसपालि। अब एक्जाम बल्ल बल्ल ठ्याक्कै सकिरहेको थियो, फेरि एक्जाम पनि दिनुपर्ने अवस्था भनेर सूचना हिजो आइरहेको थियो। अब त्यसको अर्को टेन्सन, अब घर गएर तास खेल्ने हो कि फेरि एक्जामको प्रिपेयर गर्ने हो। अब यस्तै छ गाइज, हेर्नु न। जेएनजीहरूले बर्बादै गरिदिए जस्तो छन्। म त त्यसमा आफू पनि पऱ्यो, हामी पनि गएका थियौँ सांसदभित्र, अमक त खाएर आएको छ। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। तर यस्तो हुन्छ भन्ने के त। ल ठिक छ गाइस, म ठ्याक्क आफ्नो मेडिकल अगाडि आइपुगेको छु हैन। मेडिकल चाहिँ ठ्याक्कै चोकैमा छ, मेडिकल ठ्याक्कै यस्तो छ हैन। यो सनराइज चोक हो, नेपाल ब्याङ्कको अगाडि चाहिँ यो अपोजिट साइडमा नेपाल ब्याङ्क छ। म हजुरलाई हाम्रो मेडिकल देखाउन गइरहेको छु। हाम्रो मेडिकलको अगाडिको दृश्य चाहिँ यस्तै हो। साह्रै नदेर आयुर्वेद फार्मा भनेर लेखेको छ सर्ट हैन। हाम्रो पसल अगाडि होइन, बिरामीहरू पनि आएर बसिरहेको छन्। अब आयुर्वेदको दृश्य चाहिँ यस्तै छ होइन। हाम्रो ठ्याक्क चोक हो, हाम्रो अन्डर गाउँमा छ होइन, खास नेपाल ब्याङ्कको। हजुर त मैले अगाडि हिजो हजुरलाई भित्रको सिन त देखाइरहेको थिएँ होइन। हाम्रो अगाडिको ठ्याक्कै सिन चाहिँ यही छ। ल गाइस, म आइरुतिर छिरिसकेको छु होइन। अनि हेर्नुभयो अब के छ कसो छ काम हेर्नुपर्ने छ। खाजा त कोही पनि छैन जस्तो छ, अब सबैले दसैँ पनि लागिसक्यो होला, स्टाफहरू पनि आएन जस्तो छ। ल गाइस, फेरि पनि भेटौँ ल। ओके, लाइक सब्सक्राइब फलो गर्न नछोड्नु होला, अब माया देखाउनु होला होइन। हजुरको एकदम साथ चाहिएको छ। ल गाइस।